आज म के को पकौडा बनाउँदैछु साथीहरू, लास्टसम्म हेर्नुहोस् है त। यसलाई चाहिने आवश्यक सामग्री भनेको मकै, प्याज, आलु, खोर्सानी र घरमा चाहिने सिम्पल मरमसलाहरू। ल हेरौँ है त बनाउने तरिका। बर्खायामको सिजन छ, यो मौसम अनुसारको म मकैको पकौडा बनाउँदैछु साथीहरू। यस पकौडा बनाउनको लागि यसलाई मिक्सचरमा लेदो बनाउनु पर्दछ। ठ्याक्कै ग्रेभी बनाउने यसमा। अनि आलुलाई मिक्स गर्ने, आलु मिस्ने, उसिनेको आलु। अनि यसमा हरियो धनियाँ, प्याज, हरियो खोर्सानी मिसाएर यसलाई पकौडा बनाउने छु साथीहरू। यो आलुलाई मिचेर अघि किनेको मकैमा मिसाउने छु साथीहरू। भयो। यसमा हरियो खोर्सानी हाल्नेछु, प्याज हाल्नेछु, बेसार हाल्नेछु, आवश्यकता अनुसार नुन हाल्नेछु साथीहरू। यसको बेटर अब यो तयार भयो। पकौडा पकाउनको लागि म भाँडो बसाल्नेछु। यसको लागि चाहिने तेल हाल्दैछु साथीहरू। अब तेल तातिसकेपछि म त्यसलाई पकौडा पकाउनेछु। म यसलाई अझै स्वादिष्ट बनाउनको लागि धनियाँ मिक्स गर्दैछु साथीहरू। धनियाँले स्वादिष्ट बनाउनको साथै खाना पचाउनु पनि काम गर्छ। तेल तातेपछि म पकौडा हाल्न सुरु गर्नेछु साथीहरू। यसलाई खासै ठुलो ग्यास हाल्नु पर्दैन, लो फ्लेममा पकाउँदा छिटो हुन्छ। यो 2 देखि 3 मिनटसम्म भित्रमा पाकिसक्छ।
साथीहरू, मैले त मकैको पकौडा बनाएँ। हजुरहरू पनि यसै गरी मकैको पकौडा बनाएर स्वादिष्ट परिकार खानुहोला।